कोही उठाउन बाँकी छ हिजो खुरनेको त्यो हो किन घाँस लिएर आइसकेर नि पाजिसक्यौँ झलमल्ल ल झलमल्ल घाम लागिसक्यो अर्को भारी नि यहाँ बनिसकेको छ छटट हेलो गाइज गुड मर्निङ एभ्रिवान एन्ड वेलकम टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु सन्चो भएर नै हामी यहाँ बिहान माथिको यो भिरतिर थोरै गाजो यस्तै गाजो मुर्ने अनि 2-3टा कता लिएर आउने होइन 10टा 10-20टा यहाँ देवर नन्द तल फुपू आउँदै हुनुहुन्छ है निलो सासु आमै अनि म यहाँ छु 4 जना भएर जाँदैछौँ म चाहिँ समयले भ्याएसम्म एडिट गर्न भ्याएसम्म चाहिँ गाउँघरको डेली ब्लग बनाउने कोसिस गर्छु दिवा भण्डारी होइन बारे घरतिर म गरौँ बिहा गरेपछि त ओके दिपा भण्डारी पछि लेखौँला दिवा भण्डारी म घरतिर म गर्छु हो क्या दिवा भण्डारी यता चाहिँ ओए घामुडा पारी गाउँ यता चाहिँ भिड छ यहाँ थोरै भिड ए माथि जाने हो अब स्टार्ट गर म चाहिँ यो खतरा रहेछ सुन्न खोलाबाट बगिरहेछ यहाँ कति ठुलो धुरी छ जयमानेको धुरी हो रे यो पछाडि छ हाम्रो गाउँदेखि यो त्यहाँदेखि मेरो माइती गाउँ आउँछ यो धुरी काट्यो भने मेरो माइती गाउँको सिमाना हो साला मिचेर बसेका यो भण्डारीहरू अन्य के छकेको माहौल ऊ त हो भयो छके यिनी हुन् यिनी भ्लगर हुन् मेरो पछाडिको ब्याकग्राउन्ड सिन चाहिँ बाबालाई आइरहेको होला पछिल्लो घाम उडाइरहेछ वाउ आई लाइक इट यो गाउँ अब हामी बारीमा आइसक्न लागिन्छ यहाँ माथिनिर हो थोरै मुरेर लगेर जानुपर्छ गोठहरू तलै झरेको कारण बिहान बेलुकी जोस् भैँसीलाई घाँस हाल्ने त्यो जति दुई भारी लहर जाने अहिले चाहिँ गोठहरू आइसके गाउँ सो अब चाहिँ घाँस काट्नुपर्ने हुन्छ हिजो अस्तिको दिनमा परै थिएन घाँस काट्न अनि अब चाहिँ गोठ आइसकेको कारण जरे भए पनि काट्नु पर्यो पुऱ्याउनु पर्यो घाँस है त साथीहरू चाहिँ गाजो मुनि ठाउँमा आयौँ बुकी फुल बनामै अस्ति जस्तै बनाऊँ न यहाँ सेट्दै छ मसँग एउटा फोटो लौ छोपा त म टिपेको यस्तरी सिधा लगाइछ म थोरै बुकी फुल बनाउँछु है भाइ सुप में लामो बोके माया नि माया अस्ति अरूले बनाएको आज चाहिँ म आफै बनाउनु मैले पात्ता गरिनँ टिपेर मन पर्छ
अब चाहिँ स्टार्टै गाइज अहिले चाहिँ घाम चर्किन्छ बिहान अहिले कति बज्यो 7:30 यहाँदेखि पारी खोल्छसम्म अब स्टार्ट पारी गोछ यता लाग्ने हो यहाँ भैँसी छ सबको भैँसी ल खाटो सबै स्टार्ट बुबुले नि स्टार्ट नन्दजी स्टार्ट करिए मैं भी स्टार्ट करूँगी बाई झलमल्ल ल ल ल ल झलमल्ल घाम लागिसकेको छ बाई यो डाँडादेखि हामीले एटी काटिसक्यौँ एटी काट्यौँ ओ सालेमलाल एटी पुग्यौँ कस्तो कालो देखेको र सिमेक बुहारी भरे नि बुढी तिनी हो नि सिमेक बुढी अस्ति मलाई अस्ति तरुण फकाइदियो भन्थ्यो सिमेले अन्त अझ अस्मिताले म राम्री छैन र मलाई बनाऊ सिमेले त्यस्तो भन्थ्यो अस्मिताल मन पराछ अरे म राम्रो छैन र अन्त हुन त हुनुहुन्छ भन्छु सिमेले भेटेको थियो रे साँच्चै इनलाई आई लभ यु भनेको के इनलाई बारेको त बिहा नगरेकोले भन्यो भने त हैन बे गरेकोलाई नि भनेको के भन्छ हो पुसाइ तेरो त बुढा ए इनको बुढा हो आई लभ मेरो भेना भन के मेरो त भेना मेरो भेना यो त ठुलमाङ सिमेसँग जान्छु भन्छ हेर त पारीको सिमेसँग भाउजूले जान्छु भने त अब गोरा छ के चिन्ता नगर पारी गोरु चरेको छ कसको दाम माले भइन्छ माले अर्को उपल्लो काले भइन्छ भन्ने एउटा काले माले त्यसको टिभी थारे कस्तो डर नलागेर चरे जामिन यसो जान्दैन त्यस्तै बनाएको हेर त भर्खरै घरबाट खाजा खाएर आएर फेरि बुको साटु खान लाग्नु फेरि तिहार नजिकिँदैछ ओ छ के यता हेर न यता हेर न हेर भन्दा नि के साह्रो हाँस न एकपल्ट एक मुस्कान जाओस् न यता फर्केर हाँस न हाँस न पानी सानी छैनन् यस्तै खाइयो ओ है फाला त यो हयान छ यो डप्सो के हो भयो कालो हो त छ के कहाँ त पिउसा घुमेर फेरि पिया तेरो र के बजाइने के थाहा बाहुनको छोरा होला नि बाउ बाजे सबै बुट्ले पानी सानी छैन मालिकहरू कता झरो त अत्केर मऱ्यो भने नर क्या एउटाको भारी बनिसक्यो अर्कोको भारी यहाँ बनिसकेको छ छटट अब चाहिँ एउटा भारी चाहिँ पर छ योभन्दा पर अब एक डोको दाउरा काटेर चुर मारेर घर गइन्छ हामी है त यहाँ नि र छ त दाउरा कस्तो पिउसा मात्र घुम्छ के मेरो आँखा वरिपरि त्यहाँ छन् यता छन् दाउरा घर
तलतिर लागेको गाइज अस्मिताजीले यिनको झन् साप्ने पनि छैन थैबाट ल होइन छ कि सेन मान्छे हो किन्ने पुल तरेर तरेर वहाँ पारि जाने छ यार कम छ बाटो यहाँ भाउजू ल ल हिँड ल हिँड ल हिँडेको छकेको मेरो पनि पल्ट लाग्छ त्यस्तै हो यहाँसम्म चाहिँ घाँस लिएर आइसकेर नि पाजिसक्यौँ 3 भारी बल्ल यति ल हिँड जाऊँ अब यहाँ फेरि उहाँ पुग्नु पर्ने छ हामी यो वनबाट लिएर आएको गाजो त्यो बिचमा घाम चर्केर धोगो यार जाम के भयो के वाट प्रब्लम एनी प्रब्लम भयो यहाँ गोठ हाल्ने भनेर हिजो ल्याएको किला मैले यिनीहरू आज गोठ हाल्नुहुन्छ होला बाजेले अब चाहिँ खै फर्सी त एउटा देख्दैन त म त यता उपल्लो भोग्नु तिमीले तल्लो हेर ल अब गएर घर जाने बाख्रा नि हतै उतालाई देखेको भएर लगाऊँ के अरे आज भैँसी आउँछ नि त सो फेरि यहाँ फर्सी खाइदिन्छ त्यही भएर घर लिएर जानुपर्छ कि फेरि केही देख्दैन त म त आऊ वो छैन ए यहाँ रहेछ एउटा त मैले नि भेटेँ मसिना चिचिला त कति छन् कति उहाँ देखेँ मैले त ए 1 घन्टा लड जाम ल हिँड्यो के यहाँ रहेछ यत्रो बढेर ल भयो दुईटा उता ल ज्याकेटभित्र हालेकै लामा ज्याकेटभित्र हालेर भारी बनाउनु पर्यो यहाँ रहेछ एउटा ठुलो कत्रो छ बो म सक्दैन धेरै यहाँ उजै छैन राख्ने ठाउँ ज्याकेट उचाल्ने कि कभली उचाल्ने कि नाम्लो उचाल्ने कि केममा राख्छु कहाँ छ अर्को भयो अब सकिन्न जति भयो नि है त गाइस लाग्यो घरतिर सरी यहाँ कमेन्ट गर्ने मान्छेले उस भिडियो बनाएको नि देखेँ कि हो यतै घरबाट देख्छ होला पल्टाउले यो कपाल पल्ट्यो भने फल्दैन अरे थाहा छ भन्ने उखान छ है बिलिभ गर्नु कि नगर्नु म कसको पाउँछु सब एउटा रहस्य हुन्छ कि यो भित्र यस्तो हुन्छ अब गुल्टेपछि खान पाइन्न त्यही भएर हो कि यिनीहरूले सावधानी साथ घर पुऱ्याउने भनेर त्यस्तो चेतावनी दिएको यिनीहरूले फल्नु त किन नफलोस् रोपेपछि फलिहाल्छ त्यही भएर अनि यिनीहरू जस्तै फर्सी पल्टेसी नफल्नु र पहिलामा नि त्यो बुढापाकाले भन्थे नि त्यो के भन्छ जस्तै पानीको मूल अघि दिसा पिसाब गऱ्यो भने लागो लाग्छ भन्छन् नि अस्मिताजी हो त्यसलाई त्यसको उस तिनीहरूले भन्न खोजेको तिनीहरू त्यो मूलहरूमा दिसा पिसाब गऱ्यो भने त फोरुन भयो त्यही भएर लागो लाग्छ भनिदिन्छन् कि तिनीहरूले भन्न खोजेको त्यो हो पानीको वरिपरि मुहानहरू सफा राख्नुपर्छ भन्न खोजेको हो क्या अब हामीले त पढेको मान्छेलाई थाहा भइहाल्छ नपढेको मान्छेले थाहा नभए नि तिनीहरूको भाषामा भन्न खोजिरहेका हुन्छन् त्यो चाहिँ हामीले बुझ्नुपर्ने कुरा हो
गौरा माथिको गौरा झन् डर लाग्ने छ त्यो चाहिँ मेरो हात काटिसकेको छ। आजको दिनभरि काम त्यही हुन्छ होला। अब राउलो साउलो त उठाइदिउँ। अझै त ठुलो दापपाता छ, धारपरी छ नि, धारपरी अरू त भ्याइयो। अब गोठ आउने जति त अब हामीले खुराइसक्यौँ। सुक्न बाँकी छ, कोही उठाउन बाँकी छ। हिजो खुरनेको त्यो हो, तिनीहरू चाहिँ अझै सुक्यो भने बल्ल स्याहार्ने हो गोठमा। आज काम यही हुन्छ होला, गोठमा भारी ओसार्ने। एक दुई खेप त लिएँ। सुशीला बहिनीहरूको घबोली हेर त यहाँ। हाम्रो यहीँदेखि पर ऊ त्यहाँनिर हो, हेट त्यहाँ छ राउलो फुट्न। अनि त्यही सिधा पर यो हिजो थुतेको भइहाल्यो। अब सुक्यो भने बल्ल स्याहार्ने। ओइ पल्टेलाई अप्ठ्यारो भयो के नाम्लो। अब अहिले चाहिँ 11:30 हुन लाग्यो क्या। सक्क घर जाने, खाना खाने है। यहाँ आएपछि त गाउँ देखाउन परिहाल्यो। दामी छ, सबै निलो निलो टिन लगाएर सबैले सबै एउटै किसिमको जस्तो देखिन्छ। रोशनी हे रोशनी। मलाई अस्ति निकाले छोरी। ओए रुक, सँगै जाउँ लाकेर एउटै ठाउँमा जाने।